पहिलेको पढाइ अहिलेसम्म याद आइरहन्छ। त्यो पढाइ साँच्चै नै यादगार पढाइहरू हुन्थ्यो हैन। पढाउने तरिका बेग्लै थियो अथवा के थियो त्यो त थाहा भएन, हामी साना केटाकेटी नै थियौँ। तर त्यतिखेर पढेको कुराहरू अहिलेसम्म याद छ, दिमागमा छ र त्यही कुरो म यहाँहरूलाई राख्न गइरहेको छु। कका किकी हामी साधारण हिसाबले पढ्दाखेरि कका किकी कुकु केकै नै पढ्छौँ। तर त्यतिखेर हामीले सिक्दै गर्दाखेरि अहिले टिचरहरू कतिपयले यसरी सिकाउनुहुन्छ कि सिकाउनुहुन्न थाहा छैन। तर हामीले त्यतिखेर कसरी पढेका थियौँ त भन्दाखेरि सामूहिक कान्दानिका बाई मात्र कि दाइना कि तल्कुरेको वर्धनेको एक लख के दो लख कै लक्कानको दो लख नकौ श्रीबिन्दु कम दबास बिन्दु क। यो तरिकाले पढिन्थ्यो, दिमागमा पनि बस्थ्यो, रमाइलो पनि हुन्थ्यो पढ्न, गीत गाए जसरी पढिन्थ्यो। र यो तरिकाले कसले पढ्नु भएको थियो, कसले पढ्नु भएको छ कृपया कमेन्टमा यस लेख्नु होला।